हेलो साथीहरु अल राइट गाइज वेलकम टु माई मिनी भ्लग आयो हजुरहरु सन्चै हुनुहुन्छ र म पनि सन्चै छु आज मैले धेरै दिनपछि भ्लग ल्याएको छु के कस्तो लाग्छ कमेन्ट गर्नु होला हामी जाँदै छौं नास्ता खाएर घाँस काट्नको लागि दिउँसोको 3 बजेको छ घाम भने यति लागेको छ कि साथीहरु कुरै न असार पनि लागिसक्यो खै पानी आउनेको त नामै लिन्न हाम्रो खेत जोत्दै छ ट्र्याक्टरले बर्खामा जोत्नलाई सजिलो हुन्छ नि सो त्यही भएर हामीले चाहिँ बर्खामा ट्र्याक्टरले होइन पाडाले जोत्छौं सो त्यही भएर बर्खामा जोत्नलाई सजिलो हुन्छ नि सो त्यही भएर अहिले नै ट्र्याक्टरले जोतेर राख्दैछ घरले रोपाइ सुरु गर्नु भएको नाइ त्यो पनि कमेन्ट गर्नु होला घाँस काट्नको लागि पानी पनि लिएर जाँदैछु म चाहिँ आप पाएपछि भनेर यसो हेर्न ठ्याक्कै एउटा पाइहाल्यो अझै पाइन्छ कि भनेर हेरिरहेको छु मोबाइलले कालो देखाएको हो कि मान्छे नै कालो हो मान्छे नै कालो हो आजभोलि घाम पनि यति लाग्छ कि साथीहरु कुरै न एकछिन खोजेको दुईटा भेटाए यो गाउँलाई चिन्नु भएको छ कि भए यो गाउँलाई चिन्ने जतिले कमेन्ट गर्नु होला र मलाई अझैसम्म फलो गर्नु भएको छैन भने फलो पनि गर्नु होला भिडियो मात्रै कति गराउनु भनेर म लागि घाँस काट्नको लागि यस्तो घाममा कसरी काट्नु खै घाँस हामीलाई मतलब नगरेर म लागि घाँस काट्नको लागि चाहिँ छिटो काट्नु पनि हुन्छ यो खेतमा जोत्नको लागि अहिले ट्र्याक्टर आउँदैछ सो त्यही कारण हामीलाई यादै घाँस काट्दै गरे घाँस पनि पुगेको ट्र्याक्टर पनि आएको कस्तो मिल्यो घाँस काट्न सकेर घरबाट ल्याएको चिसो पानी पिए घामले पनि मलाई नै हेरिरहेछ शीतलमा एकछिन बसेर घर जान पर्ने हुन्छ असारमा पानी आउने बेला घाम पो लाग्छ साथी एकछिन ठकै मारेर घरतिर हिँडे म चाहिँ भेनासँग बाइकमा आएको बुढी र दिदी चाहिँ पछाडि आउनु भएको छ म चाहिँ घर आइपुगे साथीहरु आजलाई भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला भिडियो मन पर्छ भने फलो पनि गर्नु होला बाइ